आज चाहिँ हामी कहाँ छौँ रे? न्यू रोड न्यु रोडमा। अब कुलमान घिसिङ हटिहाल्यो। कुलमान घिसिङ हटिसकेपछि राउटरको ब्याकअप किन्न आएको। अब बत्ती गए गर्छ अनि बत्ती गयो नि वाइफाई त चाहियो होइन। सो वाइफाई चाहिएर चाहिँ हामी चाहिँ टक्क लगाएर आएको यहाँ। उतैदेखि भ्लग बनाएर आउने भनेको अलिकति मिलेन। ए भएर चाहिँ आयौँ हामी यता। अब राउटर किनिसक्यो, प्राइस पनि मिल्यो, सस्तोमै दियो उहाँले मिलाएर। 1 वर्ष वारेन्टीवाला राउटर ब्याकअप किनेर आयो। अब अहिले चाहिँ बाटोमा हिँडिरहेको है। हँ? हेर न, यसो गऱ्यो भने तिमी देख्छ, यसो गऱ्यो भने म देख्छु क्या। यसो गऱ्यो भने हात दुख्छ फेरि मेरो होइन। यसो गऱ्यो भने मेरो फेरि टक्क छाती मात्रै देख्दैछ क्या। तिमीलाई चाहिँ राम्रो एङ्गल मिल्छ फेरि। हात नदुख्नको लागि त हाइट पनि हुन्छ। अब कि म तल डल्लो हुनु पर्यो कि तिमी अब माथि अग्लो हुनु पर्यो त होइन। तर यसलाई नै भन्छ कि एडजस्टमेन्ट। अनि यहाँ चाहिँ आउँछ के भन्दाखेरि समझदारी के। यसो गऱ्यो भने त ठ्याक्कै मिल्छ नि त। दिस इज कल्ड। यसरी जाँदाखेरि फेरि कस्तो हुन्छ कि हातमा चाहिँ मान्छेलाई ड्याङ्गलहरू पक्रेर ढल्यो भने बक्सिङले आयो बक्सिङ चाहिँ हात पछाडि यो मान्छे लाग्ला। अब यो मान्छे लाग्ला, त्यो मान्छेले धनै लागेन टाउकोमा। सो एकछिन छाती नै देखोस्। एकछिन तपाईँहरू हेर्नुहोस् तल एङ्गलमा केही छैन। आँखालाई साक्षी मागी। हामीले कहाँ राखेको थियौँ बाइक? राम्रो घर आउँछ। ए कम्प्लेक्स होला, हाउस होइन। यता जाऊँ न, देख्छु सोध्छु होइन। कता? ल आज चाहिँ एउटा चाहिँ तपाईँहरूलाई भन्नु पर्दाखेरि चाहिँ एउटा चाहिँ हामीलाई के किन्नु थियो अरे। हामीले सामान पुऱ्याउनु थियो अनि टिकाथली गएर सामान पुऱ्याएर आयौँ। राउटरको ब्याकअप किन्यो। अब चाहिँ स्वेट सर्ट चाहे बुट्ला भन्ने किन्न हिँडिरहेको अहिले चाहिँ। त्यसपछि के गर्नु छ, मैले लिस्ट टिपेछु के सामान किन्नु छ भनेर। म त्यहाँ चाहिँ बिर्सिन्छ। एकछिन तिमीलाई नै हेर, सबैले तिमीलाई नै एङ्गल मिलाइदिएको छु मैले। राउटर ब्याकअप अनि टिस्यु भने होला त्यो पछि किनौँला। स्वेट सर्ट भइहाल्यो। अनि यस्तो ढल्काउनु त हजुर देख्छ होला। म देख्छु, तिमी आधी देख्छौ नि त फेरि। अनि यसो गर्दाखेरि चाहिँ देखिन्छ, तर मान्छेलाई लाग्छ क्या फेरि, त्यही भएर। न्यु रोडमा फुटपाथमा न्यु रोडमा तिम्रो हिँडेको तर यस्तो गर्मी बढिसकेछ नि काठमाडौँमा। ओहो, एउटा पातलो ज्याकेट नआउँदा पनि। कता यता जाने बिस्तारै लड्ला। म त पाक्न लागेको। म त ढले ढले अलि यस्तो गरेर हिँड्न पाए चाहिँ बवाल हुन्थ्यो। ठिक छ, हात दुख्छ नि त। यता पाइन्छ होला फिक्स प्राइस चाहिँ। यहाँ त जाडो महिनाको लुगा मात्रै छैन। भर्खरै हामीले चाहिँ 2टा स्वेट सर्ट किनेको ब्ल्याक कलरमा, एकदमै राम्रो क्वालिटीको छ अनि प्राइस पनि एकदम मिलाएर दिन्छ। यो चाहिँ किन्नु छ भने टक्कै यहाँनिर यो ब्रदर्स कलेक्सन भन्ने छ यहाँभित्र। एकदमै बवाल क्वालिटीमा दिन्छ भाइहरूले। मैले देखाएको छु चाहिँ ब्रदर्स कलेक्सनमा तपाईँहरूले राम्रोसँग दिन्छ। यहाँ आउँदा हुन्छ। सपिङ सकाएर खाना आएको। यो ठाउँ चाहिँ अविनाशलाई थाहा छ। अविनाशलाई थाहा छ। अविनाश हामीले खाने ठाउँ हो यहाँ चाहिँ। पहिला हामी एउटा स्कुलमा पढाउँथ्यौँ। त्यो स्कुलमा पढाउँदाखेरि चाहिँ अनि त्यहाँ हिँडेर आएर त्यहाँसम्म आएर हामी यहाँ खाना खान्थ्यौँ क्या। यहाँ चाहिँ बर्गरहरू यस्तो खतरा बर्गर, डोमेस्टिक मोमो बवाल पाउँछ। यसरी आएर खायो भने मान्छे पल्छ। होइन अविनाशलाई चाहिँ याद आयो होला, अरूलाई त याद आएन होला। बर्गर बनाउने स्टाइलै खतरा चाहिँ आएको। अब हाम्रो खाने के छैन म देखाइदिन्छु।
ड्रमस्टिक आलु स्टिक सेकुवा अनि पुरै आलु चप बर्गर माथि स्याफाले खतरा छ यहाँको भाइ बनाएको प्रोसेस पनि हेर्दा हुन्छ ए बहिनी के छोडायो क्वेसन पेपरहरू छोडेको छ अविनाश याद होला दाइ रहेछ होइन अविनाश युकेबाट हेरेर होला दाइ हो होइन टक्क बर्गर सर्गर मोमोहरू बनाउँदा अन्त हामी त जमाउँदै खाएर हुने होइन यहाँको एक्चुअली बर्गर ट्राई गऱ्यो भने मान्छेले अनि अन्त कतै बर्गर खाँदैन क्या बर्गर चाहिँ दाइले टक्कै यहाँनिर यसमा मजाले त्यो स्टिम गरेर अनि तातोवाला बर्गर आउँछ क्या अहिले प्रोसेस हेर्दा नि एकछिनमा त्यहाँवाला प्रोसेस चाहिँ ड्रमस्टिक खतरा हुन्छ यहाँको यो सस पनि खतरा हुन्छ फिलिङहरू कस्तो मजाले हुन्छ नि यो काटेर गरेको हुन्छ कि नर्मली ठाउँहरूमा चाहिँ काटेको हुँदैन यहाँ चाहिँ काटेको हुन्छ कि तर यो चाहिँ आलु स्टिक यो आलु चप 10 रुपिस कसो बोल है यो चाहिँ 18 जोड थप्या उसले 18वटा स्याफाले हो यहाँ हेर्दा हुन्छ लगातार एउटा दुईटा तीनटा खाएको खाइ छ मैले चाहिँ खाएको छुइनँ बोल यो चाहिँ म दिनु सुजासँग खान्थे पुनमसँग नै खान्थे ए तर यस्तो मिठो थिएन होला योभन्दा नि मिठो त्यो बेलामा तिमीलाई खान नपाएर चाहिँ मिठो भयो होला हेर रिसले रातो भएको आम्मा गेटिङ रेड क्यामेरामा देख्नु भयो होला साथीभाइले कति रातो भन्छ मेरो बुढी लास्टै रातो रातो नि क्या रातो हो अरू ठाउँ धेरै खाँदैन यहाँको चाहिँ मेरो बुढीले टन्नै खाइन्छ फेरि अब ड्रमस्टिक होइन आलु स्टिक आलु चप स्याफाले मोमो चाहिँ मन पर्दैन मोमो बाहेक सबै मनपर्छ मलाई पनि साग मन पर्दैन क्या बुढी चम्चुली जस्तो भएर भन न पुग्यो आजलाई यति नै आज हामी घर फर्किरहेको छौँ अब हामी भोलि कुराहरू छन् बाई बाई सी यू अल